हेलो एभ्रिवान, आज चाहिँ हामी जापानको जू हेर्न गइदिउँ है त। हजुर पनि हामीसँगै घुम्नु होला है। नेपालको जू र जापानको जूमा के फरक छ भन्ने कुरा चाहिँ गएपछि नै थाहा हुन्छ। हेर्दै जानु होला। एकदम रमाइलो ठाउँ हुनेवाला छ जस्तो मलाई लागिरहेछ। यो चाहिँ सिजुओकामा रहेको हामामाचु फ्लावर पार्क नजिकैको जू हो। हजुरहरू यदि सिजुओका वरिपरि घुम्न चाहनुहुन्छ भने हामामाचु फ्लावर पार्क र यो जूको चाहिँ टिकट काट्नको लागि एकैचोटि टिकट काट्नु होला। किन भन्दाखेरि हामीलाई भारी मतमा चाहिँ छुट हुन्छ, सस्तो पर्छ। त्यही भएको भएर हजुरहरू चाहिँ टन्नै समय प्लस सस्तो पैसामा चाहिँ घुम्न पाउनुहुनेछ। लेट्स गो है त, घुमौँ है त आजको जू कस्तो हुँदो रहेछ जापानको जू। जापानको जू चाहिँ यस्तो हुँदो रहेछ है, पुरै ओपन। घोडा खिच्दिनु फोटो। मलाई चाहिँ यो घोडा चाहिँ घोडा जस्तो नलागेर गाई जस्तो लाग्यो होइन, सानो जस्तो लाग्यो होइन। हजुरलाई कस्तो लाग्यो भन्नु होला। कस्तो सफा क्लिन अनि कस्तो राम्रो के। गधालाई चाहिँ मैले रियलमा देखेको थिएन, यो चाहिँ मेरो फर्स्ट टाइम हो। यो देख्दा चाहिँ गाउँघरमै छु जस्तो फिल भयो। बाख्रा त नेपालमा के मतलब भन, मात्रै भन नि त। बाख्रा पानी सिस्टम चाहिँ राम्रो लाग्यो। चारवटै हुँदो रहेछ यिनीहरू पनि। खोइ त कस्तो सानो बच्चा। कङ्गारू देखेको पनि मेरो फर्स्ट एक्सपिरियन्स हो है नेपालमा। फोटो खिच्न पाइने हुन्थ्यो। जापानिजमा ऊ कराउँछ कि यहाँ पनि। यहाँ त हाम्रो नेपाली हो नि त, चपाइरहेछ। यो भेडाहरू चराहरूलाई चाहिँ पुरै जङ्गलमै छु जस्तो चाहिँ फिल गराएर राखेको हुन्छ होइन। अनि बाहिर हामीले चाहिँ ओपनली जान दिँदो रहेछ क्या। अनि मलाई चाहिँ डर लाग्यो क्या, ठुङ्ला जस्तरी। त्यसको नाम चाहिँ बिर्सेँ मैले है, जस माथि आकाशमा हुने। तर हामी जति ठुलो ठुलो हुँदो रहेछ, नजिकबाट देख्दा त माथि हाइटबाट हेर्दा चाहिँ यस्तो राम्रो। बाँदरलाई यति छेक्ने कुराले कहिले पुग्ला त। यति छेक्ने कुराले बाँदर कस्तो कस्तो ठाउँमा उफ्रिन्छ है। जमाको माछा जमको माछा लुहेर यहाँ खानेकुरा फाल्दो रहेछ। तर उसमा चढ्न सक्दैन, सिमेन्टी के हो यस्तरी राख्दै है। सिमेन्टीको चाहिँ आउनु सक्दैन क्या त। होइन त्यहाँबाट तल माथि जान सक्छ नि त, त्यहाँबाट त्यहाँ पनि सक्दैन जान, त्यत्रो उखेर जान सक्दैन। बाँदर कस्तो कस्तो जम्प गर्छ। जन्माएको नि रहेछ हेर्छ त, पुरै दुला बनाएर कति बनाएको। उसलाई पानी नि राखेर रहेछ। हुँदो रहेछ, डर लाग्यो। यति नजिकै बाख्राखेको हुँदो रहेछ है। ओपन यति नजिकै राखेको हुँदो रहेछ क्या। यो गेट भयो होइन। अब यहाँनिर पानी राखेर पानीबाट आउनु सक्दैन जस्तो छ क्या है। यहाँ पानी राखिदिएछ होइन, पानी राखिदिए अनि यहाँनिर बाघ राखेको छ कि के अचम्म होला तिनीहरूको लची क्या। हाम्रो नेपालमा पुरै तार चालिरहेको हुन्छ, अनि यहाँ पुरै राखेको रहेछ बाँसघारी यहीँ नजिकै छ क्या, हातले भेट्ने ठाउँमा। डर होला है। अब बाघलाई कुलर लगाएर आनन्दले आराम दिएका छन्। हाम्रो नेपालमा काम गरी मरि पसिना काट्दाखेरि पनि एउटा फ्यान पाइन्छैन। कति है देश अनुसारको हुँदैछ नि त। जनावरले पनि सुखै पाउँदो रहेछन् राम्रो त्यसमा आएपछि। हेरेरहरूले खै पिउँदो रहेछ, कुदै गयो स्याल देखिने है। मैले त देखेको थिएँ रियलमा त। यो चाहिँ वनको राजा होइन। बाघलाई राख्ने स्ट्रक्चर र यसलाई राख्ने स्ट्रक्चर चाहिँ सेम रहेछ, ओपनै छ है, बिचमा खोला राखेको छ। यो चाहिँ पाण्डा होइन, रातो पाण्डा। सायद कुन देशको भनेर लेखेको थिएँ मैले, हेर्नु चाहिँ बिर्सेछु है। र पानी राखिदिएको गर्मी हुन्छ भनेर है। अनि मजाले जहाँ बाटो बनाइदिएको त्यहीँ मात्रै हिँड्दो रहेछ, कति चलेर बस्दो रहेछ। अब हजुर पनि जापानमा चाहिँ जू घुम्न जानुहुन्छ भने चाहिँ मजाले टाइम लिएर अलिक चाँडै जानु होला है, नत्र भए चाँडै बन्द हुने रहेछ। हामी पनि घुम्दा 4:30 भइहाल्यो। अनि त्यस पछाडि राम्रोसँग फोटो भिडियो खिच्न नै पाएनौँ कि। हजुर पनि टाइम